जस्तो एक बजे होइन एकपछि राति अगाडि हातमा स्यान्डल लिएर ब्याग किनकि बाटोमा कपडा छिन्छ कति आइफोन हुनुपर्छ गाइज त्यसपछि हामीहरू त 1 बजे राति पनि यहाँ खाली खुट्टा हिँड्छन् मान्छेहरू खै खाली खुट्टा हिँड्दैछन् यहाँ यस्तो राम्रो राम्रो भएर 1 बजे राति हामी त्यसरी गइरहेको छौँ हेर्न सक्नुहुन्छ गाइज यहाँ हेर्नु भिडियो बनाउनको लागि रेडी हुँदैछन् हिल सिल लगाउँदैछन् अनि यता हेर्नु त्यहाँ चाहिँ पुलिस रिसाउँदैछन् यस्तो राम्रो हेर्नु गाइज हुन्छ कस्तो राम्रोसँग बनाउँदैछ हेलो गाइज वेलकम टु माई च्यानल आज हामी रिल्स टिकटक भिडियोहरू बनाउँदैछौँ रेडी हुँदैछन् मेकअप त भइसकेको छ अलिअलि टचअप गर्दैछु हेर्नु होला म देखाउँछु यहाँ यो डान्स गर्दैछु रेडी हुँदैछौँ पाला त अहिले यसरी पट्याएर मिलाएर राखेको छु अहिले 1 सेकेन्डमा कस्तो छ भिडियो रुमको हालत भिडियोको चक्करमा यस्तो भइसकेको छ रेडी भएर मैले त भिडियो पनि बनाइसकेँ यिनीहरू बनाउँदैछन् त्यसपछि भोलि पोस्ट गर्छु कता छ भिडियो सेट अर्को देखिरहेको छ अब यहाँ लाइट अफ गरेर भिडियो बनाएर चाहिँ यस्तो राम्रो उ भइरह रियल लाइफ रियालिटी वर्सेस रिल A few moments later. गाइज हामीहरू जाँदैछौँ भिडियो बनाउनु कति बज्यो 1 बज्यो होइन 1 बजे राति पुरा अगाडि हातमा स्यान्डल लिएर खाली खुट्टै काछु खाली खुट्टै हिँड्दै जान्ला छु अगाडि 2 हिरोनी हिँड्न लान सुन्न मेरो देखेछ कि देखे त देखिरहेको पछाडिदेखि बनाउँला के गर्ने ए मलाई राम्रोसँग भिडियो बनाउन आन्न है मैले त भन्दैछु मतलब यसमा यो त आइहाल्छ त्यसमा टिकटकमा बनाउन आन्न त्यसैले तिमीहरू आफै बनाउ ब्याग किनकि बाटोमा कपडा छिन्छ कति सबै हातमा आइफोन हुनुपर्छ गाइज त्यसपछि हामीहरू त 1 बजे राति पनि यहाँ खाली खुट्टा हिँड्छन् मान्छेहरू खै खाली खुट्टा हिँड्दैछन् यहाँ यस्तो राम्रो राम्रो भएर 1 बजे राति हामी यसरी गइरहेको छौँ राति अहिले अगाडिबाट भूत आएपछि के हुन्छ थाहा छैन एउटा भिडियोको लागि कोही पनि छैन 3 जना मात्रै छौँ केही भएपछि चाहिँ सोच्नु होला कि भिडियो बनाउँदै भूत आएर तर्सेर मरिहाल्यो भनेर आइरहेछ यसमा यसको क्वालिटी राम्रो छैन मोबाइलको त्यसैले यस्तो आइरहेछ डोन्ट वरी नभए नयाँ फोन किन्छु हजुर सपोर्ट गर्दै गर्नु लाइक सेयर सब्सक्राइब गरिदिनु त्यसपछि म नयाँ फोन किन्छु डोन्ट वरी लाइट छ यतातिर हामी पुगिसक्यौँ यहाँ पुरै सुनसान छ गाडी मात्रै चलिरह बाइकहरू बाँकी सब सुतिकै छन् यहाँनिर प्रहरी भिड छ बस पुलिसले लखट्टेपछि भाग्यौँ चप्पल दसैँ पनि लगाएन यहाँनिर केही गर्दैनन् रे राति हिँड्ने अनि केटाहरू छेड्छ नि केसँग आउने क्याफे खुल्ला अस्ति मात्रै भन्दा त क्याफे खुल्ला त्यहाँनिर ए यस्तो गर्न यहीँबाट बनाऊँ के यहीँबाट हिँड्दै जाउँ के सजिलो हुन्छ त्यहाँ के खानु पुग्नु
गाइज यस्तो छ, यत्रो ठुलो लाइट थियो, त्यही हो यहीँ बनाउने हो। पहिला म बनाउँछु, तिमी यसरी ब्लग बनाउँदै गर होइन, भिडियोमा बनाउँछु होइन। कता राम्रो छ लोकेसन हेर्दैछौँ, यो लोकेसन फिक्स भयो। ल हेलो देऊ स्यान्डल लगाउँछु। अब हेर्न सक्नुहुन्छ ऊ भिडियो बनाउन चप्पल लगाउन जाँदैछन् हिल। अब हेर्न सक्नुहुन्छ गाइस, यहाँ हेर्नु भिडियो बनाउनको लागि रेडी हुँदैछन्, हिल सिल लगाउँदैछन्। अनि यता हेर्नु त्यहाँ उहाँ चाहिँ देख्नु हेर्नुहोस् गाइस, छिटो अब हेर्न सक्नुहुन्छ भिडियो बनाउन गइरहेछ। हेर यस्तो क्युट क्युट हिरोनी बनेर गाइज, यस्तो राम्रो राम्रो एउटा क्यामेराम्यान, एउटा भिडियो बनाउने यस्तो हेर यिनीहरूको पारा गाइज। हेर टाढा टाढा भयो गाइज, हेर यिनीहरूको हरकट मट्ट हेर्न सक्नुहुन्छ गाइस। उता पुलिस रिसाउँदैछन्, यस्तो राम्रो मान्छे बिच बाटोमा कहाँ भिडियो बनाउन आछ भनिरहेछन्। हेर्न सक्नुहुन्छ गाइस, यहाँ हेर्नु उता पुलिस दाजु छन् भनिरहेछन् यति राति कहाँ रोडमा भिडियो बनाउँदैछौ भनेर। हेर्नु यिनीहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रोसँग बनाउँदैछन् यिनीहरू छिनारी लोग। गाइस अब चाहिँ हामीहरू बनाएर जाँदैछौँ भिडियो नाइकी गाइज अब चाहिँ हामीहरू जाँदैछौँ भिडियोहरू बनाएर सबै तिनजना। अब हामी रुम जाँदैछौँ। अब यिनीहरू खाना खान्छन्, मैले त खाइसकेँ, मलाई खाँदैन गाइज। भिडियो एडिट गर्ने हो, हुक्का खाने हो, सुत्ने हो। हुक्का लभर गाइज, म परे हुक्कामा लभर। अनि हजुर चाहिँ हजुर के लभर? बियर लभर। हजुर भोटका लभर। म त हुक्का र भेब लभर हो है।